सबै बेला भइसकिसक्यो अब हामी जानुपर्ने हुन्छ बिहानको सुरुवात बिहानको सुरुवात के रे हजुर आजको हाम्रो बिहानको सुरुवात आफ्नै केरखाको पक्कादेखि भएको छ ल जिंदगी बेकम्प से कहिले का जाने त हो नि नजाने रहना जी भइदिए सारा भिडियो नबनाउनु नाका हावाले उडा लाग्छ जस्तो भइसक्यो मलाई त्यो गर्ने हो त हजुर चिया सुन्नु पनि त पत्ती बनाएर चियामा बट्टा खाने हामी आइसकेका छौँ कन्याम इलाम र तपाईँहरूलाई फेरि पनि मैले स्वागत गरेँ मेरो नयाँ ताजा ब्लगमा तपाईँहरूलाई कन्याम इलाममा हामी छौँ कि छुइनँ भन्नुको लागि प्रुफ चाहिन्छ भने यहाँनिर देखाइदिन सक्छु एउटा प्रुफ कन्याम लेख्न सक्नुहुन्छ कन्याम इलाम Woohoo! Horse riding. Okay, slowly. हामी चाहिँ खाजा खानको लागि यहाँनिर होटलमा वेलकम टु कन्याम। धन्यवाद के भन्न चाहन्छु? धेरै राम्रो ठाउँ रहेछ सबैजना आइदिनु होला आमामा यतिको के ब्रेक खुर्दक्क उत्रिवरी पुरा कुदे एउटाले पेट्रोल बचा गरेको उयादेखि स्पिड लिएर ओ डेभिड बाजुलाई रोक रे ला ओइ के भएको म त देख्यो होला भने त यहाँ यसो गरिरहेको छु के साइको रहेछ खोइ ब्याग डेभिड ओइ सुन न डेभिड यसो गर्नु चाहिँ अब यता जाऊ होइन यता उता गर पुरै सुन्दैन बुझाउ न हौ तिम्रो तिमीहरूसँगै आएको सुन न तिमीहरूसँगै आएको नाइस म तिमीहरूसँग आएको नाइस मलाई मेरो त भन्ने केही छैन यार मेरोतिर फोकस नगर क्यामेराले फोकस गरेर चाहिँ मैले होइन नङ देखाइदिनु के हो यही जाने भनेरै हो बनाएको कहाँ बनाएको छु हौ ए हो कस्तो यहाँ त्यस्तै त्यो के अरे हेरौँ कस्तो देखिन्छ किन फोकस ए अलिक टल्किन्छ सेतो देखिँदैछ क्या अनि म त त्यही भएन अहिले चाहिँ हामी कन्याममा खाना खानुको लागि चाहिँ यहाँ रोकिरहेका छौँ र हामीसँगै आएको अरे ऊ पनि उसलाई कसैले हेरेन अरे र हाम्रो चाहिँ यहाँनिर फोटो सुट हुँदैछ किन सोधेको क्या अब होइन कन्यामबाट ओह्रालो लागेर यस्तो एउटा दाहिने मोड्नु अरे कि त्यो दाहिने मोड्ने कन्यामबाट ओह्रालो लागेर सानो धेर सोध्दै जाउँ न दाहिने मोड्ने त यहाँ धेरै होला तपाईँ कता गयो अरे भाइ ओ भाइ यो कपी लिएर आइज भनेर कपी लिएर आइज भनेर कस्तो कपी होइन म त अब के थाहा बाहिरले के भन्छ सलकपुर भनौँ कि सलकपुर त यतै हो यार टेन्सन हुन्छ पहिले पनि सुनेको मात्रै होइन कहाँ सन्दकपुर दुईवटा सुनियो उता चाहिँ खिच्न डोन आयो डोन जामुला बन राजा हो राजा
खाइदिन्छु खाइदिन्छु गाँजा अरे त्यसो त आज तिमी गीतै त्यस्तो छ त कस्तो भन्दैन गीतमा भन्छ त ओम जय जगदीश हरे कहाँ त्यस्तो म नाम पनि लिदिनँ त्यस्तो कहाँ छ हामी भन त अब कोरोनै लाग्छ होला हौ यहाँ हेलमेट हेर्नु न पिके सबै निस्केको कति एउटा चाहिँ अलिक कन्फ्युज छु पिके क्या कस्तो क्युट देखेको मेरो बहिनीलाई यत्तिकै हेर हेऱ्यौ को यो जोन चामल को यो जोन चामल जाडोमा त्यति थाहा हुँदैन नि त कस्तो खिच्दिस् फोटो राम्रो खिचिस् त्यो त बिजोक छ है त्यो साउन्ड बक्स तर त्यो राम्रो बोक्नतिर त्यो गोजीमा आमसामा बोकिरहेको छ सब्सक्राइब गरिदिनु होला के भन्नु दाजुको च्यानलको नाम यस्तो होला त नि उहाँबाट यसो लातीले यसो दिएर होइन फेमस भएको हामी हेर्दिन हाम्रो औकात छैन त तपाईँले देख्न सक्नुभयो होला गफडीको गफ कस्तो हुन्छ भनेर होइन झापालीहरू है लो यहाँ त जोखा नै हेरिसकिसक्यो यार के हो यहाँ होइन क्या कहाँ दुईजनाले त अघिदेखि मेरो चेयरमा पनि बसेर होइन जोखा नहेरेको हेरेको थियो आमा फेरि लु यो क्यामेराले यस्तोहरू चाहिँ क्याप्चर नगरौँ होला है यहाँ जुम गरेर त काँडा देखेन देख्यो कहाँ देखिएन के साँच्चै देख्यो अब योभन्दा धेरै अगाडि देख्यो भने त ब्लर भइहाल्छ नि क्युट हो क्या मान्छे चाहिँ होस् के छ आजको के छ आज तिम्रो इच्छा आकाङ्क्षाहरू के छ नबनाउनै मेरो साथी मलाई जुम गरेर हेरेको रिपिट गर्दै हेर्दै अब हाँसेको गर्छ को तपाईँको भ्लग देखेर यता आउनु न आयो आयो मेला गएर आउँदाखेरि हाम्रो पकाउँदै ल्याइदिएर त मासु आधी घन्टा मासु खाएको सब भात खाएर उठिसक्यो मासु दिएको टिकाको देखेको थिएँ नि एउटाले मासु मात्रै खाएको त्यस्तो टाइपको हो क्या भात थप्ने भनेर मासु थपेर त्यो मेला गएर आउँदाखेरि हात्तीले यो राजेश भन्नेलाई बाटो चेकेको लागि सबै दाजुको मासु चोरिहाल्नु न भिडियो गरे कता गई हेलो होइन अघि पिस बनाएर राखेको छ अरे हौ ल अब चाहिँ हाम्रो यहाँनिर टिकटकको ट्रेन्ड फलो गर्नुपर्ने हुन्छ एकचोटि उयो गर्दैन त्यो के अरे यो त ड्रिल पो हो त गीत चाहिँ डान्स चाहिँ होइन भन्नु अङ्ग्रेजी त सिकौला कबाट One, two, three, go! I wing my way, 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 I wing my way. हामीले चाहिँ यहाँनिर खानाहरू खायौँ र निस्किसकेछौँ
What's up, guys? What's up? What's up? What's up? Woohoo! अहिले चाहिँ हामी फिक्कल बजार जिल्लामा आइसकेका छौँ यहाँनिर फिक्कलमा चाहिँ यसो हाम्रो बाइकहरूलाई चाहिँ मर्मत गरौँ भनेर यहाँनिर हाम्रो वर्कसपहरू खोजिरहेको छ वर्कसप नपाएको त्यसमा चाहिँ हामी यता हो तल ओइ यो जान्छ है अड्क्यो धन्यवाद अब चाहिँ हाम्रो यहाँनिर स्कुटरको मर्मत अनि यहाँ बाइकको एउटा चेकिङ छ त्यो गरे बापत अनि फेरि हामी जाँदैछौँ हाम्रो यात्रातिर हुन्छ न त सुनिदिएर म त सुलुलु गएको अस्तिसम्म चाहिँ मलाई मेरो छेउमा नल्याउनु न क्यामेरा यति छेउमा भन्दै थियो चेक गर्नु अरे भइ पो हाल्यो त मिस्त्रीले तल ट्राई वान्स कस्तो दुईटै लाग्यो भने चाहिँ लाग्छ त्यो त के प्रब्लम भनेन साथीहरू यहाँबाट जाँदैन अरे यो इन्डिया हुँदै जाँदो रहेछ हाम्रो एमिले म्यामले सोधेर आउनु भइसक्यो फर्क्यौँ अब फर्किनु पर्ने हुन्छ हामी अब अलगत्रा मात्रै बाँकी आमा स्मेल त के हो मार्छ के हो सुम्याङ दाजु चाहिँ धेरै रिस्क लिएर कटिसक्नु भएको छ अर्को हाम्रो हुनुहुन्छ यता ओ आयो रे आयो भया रङ्गिला मेहमान हाम्रो पिकेजीले चाहिँ अब ल्याउनु हुँदैछ स्कुटी पिके सर बेकारमा बहिनीलाई उतारेर पिके गुड फर हेल्थ पिके सरले चाहिँ पिके सरले चाहिँ अब राइड गर्न गइराख्नु भएको छ अघि चाहिँ हामी झुन्डमा हिँडिरहेको थियौँ भने अहिले चाहिँ सबैजना यतिखेर सन्दकपुर पुग्यो त्यही भएर पर हेर्नु हुँदैन क्या यही क्रममा दादालाई एक ड्याम हान्नु पनि पाइहाल्यो यस्तो बटार्नु न बटार्नु आफै हुन्छ क्या यही क्रममा दादालाई एक ड्याम पनि हान्नु भ्याइहालेँ म एउटाको अर्कोले बनाइन्छ अर्कोले बनाइन्छ चढिहाल्छु मिजा होइन यो सुमित जे पनि हुँदैछ तैसँग अहिले चाहिँ हामी बाटो बन्द छ यहाँनिर पर्मिसन
खोलिदिनुहोस् न भन्नुको लागि चाहिँ हामी आइरहेको छौँ यहाँ मेरो ग्याङसँग हेरौँ कति टाइम लाग्छ दाइहरू छ जस्तो छ एउटा केटा सोध यहाँ चाहिँ यिनै मचिरहेको छ खतरासँगले दाइहरू कति लाग्छ होला टाइम खुल्छ एकछिन होला कति दाइ गाडीहरू आउनुपर्छ दा? एकैछिन गाडीहरू आउनुपर्छ आएको छ नि तब गाडी आएपछि गाडीलाई मात्रै दिने हो ल यहाँ चाहिँ एकछिन टाइम लाग्छ अरे त्यही भएर चाहिँ हामी तल बाटोमा चाहिँ ढुङ्गा बिछाएको छ त्यहाँनिर चाहिँ अब यहाँनिर आएर डिस्टर्ब गर्छ डाइरेक्ट होइन त्यही भएर चाहिँ हामी जानुपर्ने हुन्छ फेरि त्यहीँनिर त ल तेरीको बाटो त कडा छ हौ बाटो त कडा कडा तपाईँहरू पनि आउनुहुन्छ भने चाहिँ सिग्नल मात्रै आउनु होला यो सन्दकपुरसम्म अनि राम्रो पिकअप भएको तान भएको बाइक मात्रै लिएर आउनु होला नत्र भने बाटोमा सक्नुहुन्न तपाईँहरूले कन्फर्म हो यो चाहिँ कन्फर्म हो होइन सन्दकपुर आउनै भयो चाहिँ है तपाईँहरूलाई त्यही छ अहिलेको अपडेट चाहिँ हेर्नु सक्नुहुन्छ बाटोहरू यस्तै छ डबल त नो चान्स बाइक होस् या स्कुटर होस् डबल नो चान्स कता गएको अरे सबै त्यहाँ राख्ने हो ठिलो साइडमा सुन्छ जानु बिस्तारै लैजाऊ न सबैले राखेको छु तिमी चाहिँ कता यता राख्छु भनेको आम ओ पछाडि दुईटा सुमो जस्तो यस्तो गाडीमा अघि खिच्नु पर्ने ओके अगाडिको चाहिँ मिलिरहेको छ पछाडिको त्यो यिनी चक्काहरू चेन कार्ड पनि तलै 2-3 चेन पनि तलै खसला सक्यो चेन बेगर लिएको मैले कुदाएर ल चढौ है ल सबैले बाख्रा उकाली लागे खोइ म्या गरेको ल सबैले बाख्रा उकाली लाग्यो ल छिर नै चल ल है त बाख्राहरू पस्यो भयो साथी कता हो कता छोडियो हामी त हराएर पुलिसमा जाहिर सरी है ब्यागहरू आफै पढ्नु थाले मान्छे पक्रिनुहोस् पलाम चिसो भयो नि त ल सबैले बाख्रा उकालो लाग्यो
सबैले बाक्लो गरिरहेको ओ मुस्ताङमा केटाहरू मुस्ताङमा केटाहरू मुस्ताङमा सन्दकपुरमा हो Guys, welcome to my vlog. It's me, David Bandawa. Welcome. फेरि ओए भाइ मलाई 9,000 को गाडी चलिरहेछ नि थाहा छ कि यहाँ ओए हो र गएको देखि आएको पनि हौ हामी डुले रिजर्भ टाइपको ठिकै छ त होइन पाउनै ठुलो कुरो नि बिहान चलाउनु पर्छ लट्टु कतिले नि हत्तु पारिसक्यो मारिसक्यो गीत गाएको आउँदैन कट्टु देखो न गाइस बाटो चाहिँ यस्तो छ गाइस ढुङ्गाको बाटो हेर है रम्न चाहन्छु तिम्रो न्यानो अङ्गालोमा जाऊ हामी चाहिँ आइसकेको छ हाम्रो होटेल ल सान्नानी तिमीलाई हिर्काउन लट्ठीले ल्याक्क ट्याक्क फाइनली गाइस हामी होमस्टेमा आइसक्यौ हात त के हो ब्लडै चल्नु छोड्यो सबै रातो हेर हात खै ल धन्यवाद दाइहरूलाई यता यहाँ सिधै जान टाइम त 4 जनाको लागि वेट हेर कन्टेन्ट छ आउँथ्यो मेन कन्टेन्ट यता के हो यो त देख्दैन त मेरो क्यामेरा एकजनाले मात्रै वाइफाई लाउने Guys, this is personal, okay? ओके Not included in our trip, okay? ओके वाइफाई चलिरहेछ होइन 100 रुपियाँको त म एक हप्ता तान्छ नि ओ ल यतिकै चाहिँ हुनु पऱ्यो क्या आइडिया यसको यो हो जात उयो हो गोल्डन रिट्रिभर हो के हो बिछोडेको दाजुभाइ भेट्यो के हो दुई छाक त यार दुई छाक एउटा फलाम तलदेखि आएको पक्रेको त चिसोको चिसै गुराँस ओल्ड गुराँस हामी चाहिँ यहाँनिर यो के अरे यो हिटर प्लस ट्रेडिसनल हिटर अरे ओभन हिटर प्लस स्टोभ नाम चाहिँ के हो नाम के हो यसको नाम तुमाङ सर पुग्यो के थप्नुपर्छ चिसो तातो कस्तो के साथी अड्क्यो के के छ केटा हो कस्तो छ खानु ओइ के हो यो चाहिँ दही जस्तो देखेको कति ताल थपेपछि हौ 3 चोटि मात्रै निसलले 3 चोटि मात्रै भर्खर तैँले एकचोटि मात्रै छिटो थप न यार यो चाहिँ के हो हाल्ने आलुको सब्जीको अचार आलु र उसको सब्जी इस्कुसको सब्जी साह्रै मिठो हुन्छ नि हो आज फेरि मेरो मेरो कम्पिटिसन हुन्छ खायो ल के खाइ जहाँ लगाइदिँदैछ त्यहाँ ल लगाइदिनु छ यता र त्यता भन्छ